गर्नुहोस्। सूचना सूचना किबोर्ड सूचना लुकाएको छ। स्टोरेज क्यामेराको पृष्ठ। श्रावण 29 किबोर्ड गतेदेखि लुकाएको छ। स्टोरेज क्यामेराको पृष्ठ। मा भत्ता वितरण गर्दैछन् सम्पूर्ण किबोर्ड भत्ता लुकाएको लिन, छ। कुनै 0:14 अपाङ्गता व्यक्ति र ज्येष्ठ क्यामेरा। नागरिक 0:17 भत्ता लिइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। सोमबार 1 गते वडा नम्बर 1, मङ्गलबार वडा नम्बर 2 र बुधबार वडा नम्बर 3 र बिहिबार वडा नम्बर 4 र त्यसै गरी शुक्रबार वडा नम्बर 5। फेरि एकचोटि सोमबार वडा नम्बर 1, मङ्गलबार वडा नम्बर 2 र बुधबार वडा नम्बर 3, बिहिबार वडा नम्बर 4, शुक्रबार वडा नम्बर 5। यस्तै जानकारीका लागि तपाईँहरूलाई मेरो युट्युब च्यानलमा सधैँ जनाइदिनु होला। र साथसाथै हामी यो आगामी साउनदेखि भत्तालाई 6000 बढाउने चाहिँ ऊ भएको छ। यो कतिको सही हो या चाहिँ ऊ साँच्चै हो या जो गलत हो, आधिकारिक हो कि आधिकारिक होइन भन्ने कुरा सही साउन 1 गतेदेखि नै पुष्टि हुनेछ। यति 6000 वृद्ध भत्ता बढाइदिनु भएकोमा यो सरकारलाई धन्यवाद हुनेछन्। 60 वर्षदेखिका माथिका वृद्धलाई 6000 वृद्ध भत्ता बढाइदिनु भए यो सरकारप्रति सम्पूर्ण वृद्धहरू आभारी हुनेछ। र हामी दृष्टिबिनहरूलाई र विशेष गरी अर्को जानकारी पनि, एउटा कलाकारले जुन युट्युबबाट टिकटकबाट आफ्ना गलत भनाइहरूलाई पर्मानेन्टली हराएको छ, पूर्ण रूपले हटाएको छ। त्यसको लागि पनि उक्त कलाकार लगायत सम्पूर्ण लोक सांस्कृतिक र लोक चाहिँ परिवारप्रति र लोकगीतका संस्थाप्रति हामी हृदयदेखि नै नमन गर्दछौँ। 10 औँला जोडेर हात सोधा दारी मुसारेर दारी ढुङ्गा मुसारेर। त्यसैले कमेन्ट हेयर भन्दा पनि सदस्यता बढाइदिनु। ल मेरो सदस्य छँदै छैन यार। ल है त, ल तुरन्त बजाइदिनु। ल क्यामेरा 2:10 क्यामेरा रिटच इफेक्ट लागू गरिएको छ। ल यो हेर्नुहोस्, फ्रिज यो फ्रिज भन्ने होला आजै मनबाट मेरो टिकटक लाइभलाई तुरुन्तै हजुरलाई सब्सक्राइब गरिदिनु होला। यो हेर्नुहोस् फ्रिज, ल फ्रिज देखाइदिएको छु। ल हाम्रो आमा पनि हेर्नुहोस्। 2:31 क्यामेरा रिटच इफेक्ट लागू गरिएको छ। ल हेर्नुहोस्, सबैले मेरो युट्युबलाई सब्सक्राइब गरिदिनु होला। यसरी कान्ति टिङको बजाइदिनु होला है त। नजिकको पुरम बेल आइकन देखेर 2 क्यामेरा 2:53 फेरि पनि भन्दैछु, लाइभ कमेन्ट सब्सक्राइब गरिदिनु होला र भत्ता लिन आउनु